देश डुबाएकै हो बालन सरकारज्यू, तपाईले देश डुबाएकै हो। हिजो बजेट भाषण भइसकेपछि धेरैजना साथीहरूले तर्क वितर्क बोलेर भनेर चर्चाको विषय बनाएको छ। धेरैजनाले खुसी मनाएको छ कि अहिलेसम्म नेपाल सरकारको इतिहासमा कसैले यति राम्रो बजेट ल्याएको थिएन भने कतिपय साथीहरूले नराम्रो गरेको छ, बालन सरकार गलत गरेको छ। देशलाई ऋणै माथि ऋण थुपारेर नेपाल देशलाई अन्धकारमा धकेलेछ भनेर धेरैजना साथीहरूले चर्चाको विषय बनाएको छ। एउटा कुरा मैले साथीहरूलाई भन्न चाहन्छु, जग्गा जमिन घर घडेडी गाडी जे कुरा जोड्नलाई पनि पैसा चाहिन्छ। 1 रुपियाँको चकलेट किन्दा पनि पैसा चाहिन्छ। यो देश बनाउनलाई पैसा चाहिन्छ। बिना पैसाको देश बन्दैन। र नेपाल सरकारको ढुकुटीमा कति पैसा छ, कहाँ छ पैसा? ऋण लिएन भने देश विकास कहाँबाट ल्याउँछ? वर्षौं वर्ष बन्द भएका कल कारखाना सुचारू गर्नलाई, सञ्चालन गर्नलाई पैसा चाहिँदैन। त्यो पैसा बालन सरकार आफ्नो महोत्तरी जिल्लाको घर जग्गा बेचेर ल्याउनु पर्ने हो। काठमाडौँको घर गडेडी गाडी बेचेर नेपाल सरकारलाई दिएर विकास गर्नुपर्ने हो बालन सरकारले। त्यसपछि बालन सरकारले राम्रो काम गरेको छ सबैजनाले भन्ने हो त? अहिलेसम्म कसैले पनि देश बनाउन सकेन। न त राज परिवारका राजाहरूले देश बनाए, न त प्रचण्डज्यू, केपीज्यू, शेरबहादुर देउवाज्यू, विभिन्न खालका पार्टीहरू आएर म देशलाई सिंगापुर लन्डन बनाउँछु लागि परेका थिए। कसैले पनि देश बनाउन सकेन। र अहिले बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण टिम नेपाली जनताले 2/3 को सरकार बनाएर पठाएको छ र पनि देश बनाउन सक्दैन भने देश बनाउँछ कसले? अब देश बनाउने पालो र जिम्मा कसलाई दिने? के साथीहरू, तपाईहरूलाई के लाग्छ कि बालन शाहले जे गरेको छ, निर्णय गरेको छ, त्यो के गलत गरेको छ? नराम्रो गरेकै हो त? देश बनाउँछ कसले? कसलाई दिनुपर्ने हो जिम्मा? को बनाउँछ? बालन सरकारले सकेन। ज्ञानेन्द्र सरकारको पुरै फ्यामिली टिमले राज्यलाई शासन गरेर पनि देश बनेन। प्रचण्डज्यूले 17 हजार मान्छे मारेर पनि देश बनेन। केपी शर्मा ओलीज्यू 14 वर्ष जेलमा बस्दा पनि देश बनेन भने